इरान र अमेरिका बीच आज वार्ता हुन गइरहेको छ पाकिस्तानमा र यो वार्ताको लागि इरानको टोली पनि पाकिस्तान पुगेको छ भने अमेरिकी टोली पनि पाकिस्तान पुगिसकेको छ। इरानको टोलीबाट इरानका सभामुखले नेतृत्व गरिरहेका छन् भने अमेरिकी तर्फबाट चाहिँ अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले यो वार्ताको लागि नेतृत्व गरिरहेका छन् र आशा गरौँ आज हुन गइरहेको यो वार्तालाप पश्चात तपाईँको सम्पूर्ण समस्याहरू मध्यपूर्व मिडल इस्टका सम्पूर्ण समस्याहरू क्लियर भएर जान्छन्, राम्रो सम्झौता हुनेछ र पुरै मध्यपूर्व लगायत पुरा विश्वमा नै विश्व शान्ति छाउनेछ भनेर हामी आशा गर्न सक्दछौँ र स्ट्रेट अफ हर्मुज पनि क्लियरली कम्प्लिटली खोल्ने कुरामा वार्ता पक्कै पनि हुनेछ र तपाईँको यो कुरा भइसकेपछि मध्यपूर्वमा क्लियर शान्ति छाएपछि तपाईँका यहाँ भइरहेका समस्या सम्पूर्ण क्लियर भएर जान्छन्, गुमेका रोजगारीहरू फिर्ता आउनेछन्, नेपालको नयाँ श्रम पनि खुल्नेछ र सँगसँगै नेपालमा बढिरहेको पेट्रोलको मूल्य पनि घटेर जानेछ है त। र सबैजनाले खुसीको खबर हो यो, सेयर गर्नुहोला भिडियो र आजको यो वार्ता पश्चात चाहिँ तपाईँ हामी सबैले शान्तिको सास फेर्न पाउनेछौँ है त।